त्रिभुवन विश्वविद्यालयको भित्र रहेको यो क्रिकेट मैदान अहिले चाहिँ यसरी बन्दैछ अन्तर्राष्ट्रिय स्तरको। कामदारहरूले काम गरिरहनु भएको छ। 11 फिटहरू यस्तो राम्रो निर्माण हुँदो रहेछ। खुसी लाग्यो। यतापट्टि पनि रहेछ, त्यो डिस्प्ले गर्ने ठाउँ पनि बनाएर रहेछ। अब यसरी काम भइरहेको छ। अनि हेर्नुहोस्, 11 फिट निर्माण भइरहेको छ। यता पनि काम भइरहेको छ। यो लाइट राख्ने ठाउँ चाहिँ पनि निर्माण भइरहेको छ। त्यहाँ पारिपट्टि राखिसकेको छ। त्यहाँ एक ठाउँ छ, त्यसरी छ। धमाधम बनिरहेको छ। यस्तो राम्रो बन्दै रहेछ।